यहाँ अक्टोबरमा चाहिँ मेरो सबै बिलहरू क्लियर भएर पनि 138.77 पाउन्ड पैसा चाहिँ ब्याक खल्तीमा यानि कि मेरो ब्याङ्क एकाउन्टमा आउँदैछ। हेर्नुहोस् है, यो फेरि ग्यास बिजुलीको मात्रै होइन बिल, ग्यास बिजुली 3वटा अनलिमिटेड सिम कार्ड युरोमिङ इन्क्लुडेड, यसै गरी बोइलर एन्ड होम इन्सुरेन्सदेखि लिएर ब्रोडब्यान्ड आदि इत्यादि सबैको बिल चाहिँ तिरेर उल्टै मेरो खल्तीमा 138.77 पाउन्ड चाहिँ पर्दैछ। यस्तो इन्ट्रेस्टिङ कुराहरू तपाईँले चाहिँ जान्न मन लाग्दैन कसरी गर्ने होला भन्ने होइन, यस्तो एक्साइटेड हुनुपर्ने हो त कि उत्सुकता हुनुपर्ने हो त कि। उत्सुक हुनुहुन्छ भने इन्ट्रेस्टेड भनेर लेख्नुहोस्, त्यहाँदेखि डिएम गर्नुहोस् है। अब यहाँ अगाडि फेरि देखिराख्नु भएको छ तपाईँले, हेर्नुहोस् है, मैले चाहिँ अगस्टमा 15 पाउन्ड 0.01 पेन्स चाहिँ के हो फेरि खल्तीमा पाएको थिएँ। यसरी नै सेप्टेम्बरमा भने मैले मात्र 35 पाउन्ड 54 पेन्स तिरेँ। ल हेर्नुहोस्, यहाँ तपाईँले अगाडि देखिराख्नु भएको छ। अनि यो फेरि मैले तपाईँहरूलाई भनिहालेँ क्या, यो चाहिँ मेरो ग्यास र बिजुलीको बिल मात्रै होइन, यो चाहिँ मैले घरमा चलाउने जति सम्पूर्ण कुराहरूको चाहिँ मैले यति तिर्छु होइन। यो बारेमा तपाईँले विस्तृत जानकारी लिन मन लागेमा मैले तपाईँलाई अहिले पनि भनिसकेँ, म फेरि एकचोटि पुनः भन्छु, इन्ट्रेस्टेड लेख्नुहोस् र डिएम गर्नुहोस्।